चा गुड मर्निङ चा मेरो आमाको कुटी हो यो मेरो आमाको कुटी हो यो आयो त ए तीनटा मात्रै हो न त कहाँ गयो आउन के छोड्दैन म पछि आमा गाई यो किमु अनि ल टिप्ने चाहिँ म खाने काम गर्ने कालु कस्तो मिठो छ धेरै वर्षपछि किन आऊ आफ्नो घरको अर्गानिक किमु यति थियो अरू नि छन् रुखै छ पुरै अनि त यति किन यस्तो ज्याउलाई टिप्ने सम्म खानु साथी छ यति मिठो आफ्नो किन अब तै क्यामेरा फोर्छ Oh my god. एक दिन के गरेको थिएँ ओहो हजुर के बोलु फतर 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 ल यति धनिया यति मलाई फुपूले 1 महिना कन्ट्र्याक्ट हालेर यो ब्लग यो युट्युब च्यानल सम्हाल्नलाई साइन हान्नु भएको छ आजको युट्युब च्यानल मेरो हातमा छ यो युट्युबमा मेरो कार्यकालमा मैले मोनेटाइज गराउनु पर्ने छ युट्युब च्यानललाई 1 महिनाको कार्यकाल रहेको छ 1 महिनाको कार्यकालमा कति सब्सक्राइबर्स रे 1000 सब्सक्राइबर चाहिन्छ अरे गोल हाम्रो त्यति छ तर बढ्नेवाला एउटा पनि छैन मेरो अनुहार देखेर थाहा छ मलाई निर्धक्क छु त्यति कुरामा भ्यू चाहिँ आउला 50-60 होला ओहो मासु त देखेन हत्तेरी देखिरा त्यसै देखेन हत्तेरी त्यो बन्द गर त मैले स्वाद राम्रो भएन भनेपछि यहाँ फुपूको निकै दिमागमा लाग्यो मनमा लाग्यो कति दुखहरू बनाएको बिहान 7 बजे सुरु गरेको मासु अहिले कति बज्यो 11 बज्यो 11 बज्दा यही टाइम त नआएको हड्डी पनि पाक्न लाग्दैन तर फुपूले बाख्रा बिचार मासु पकाउनु भएको मासुभन्दा धेरै घाँसपात झारपात देख्दैछु म मलाई ल भनेर कपा कपा आफै खानुहुन्छ यसमा निकाल्नु हैन आज हुन छ फुपूको पर्दाफास आखिर कसरी पकाउनुहुन्छ आश देखाएर यति नमिठो मासु एक्सपोज बिहानबाट मेरो मुखबाट करिब 100 लिटर जति पानी बगिसक्यो तर अहिले स्वाद भने केही पनि छैन यो मासुमा जनावर हिंसा पनि गर्दै हुनुहुन्छ या मासु मिठो नभएपछि बिरालो पनि टाढा टाढा भाग्दैछ मासु देखेर खान्न के छोड्दिनु मिठ छैन देख्नु सुँगेर छोडिदियो बिरालोले पनि फुपूले पकाएको मासु नभए त कपाउ खाँदैछु यति रस बनाउ हैन दुईटा रात अनि आमा खान्न यति हुन्छ नि आजबाट म यो च्यानलमा हाम्रा परिवारका हरेक सदस्यलाई दिन प्रतिदिन रोज तान्नेछु अनि त्यो शेयर पनि गर्नु त दरले रोज गरे शेयर पनि गर्नु हैन मैले कसैलाई रोज तानेर म माथि आक्रमण आएमा फुपूले क्षतिपूर्ति दिनुहुन्छ एक नम्बरको ढोको राखेर मासु सेभ गर्दैछु म मासु पाकिसक्यो निकाल्नु ल खै टेस्ट गर हो झारपात मासुभन्दा धेरै झारपात छ हाम्रो मासुमा त्यो पनि केही छैन कस्तो भयो वाउ भयो हैन नन खुर्सानी के भइरहेको
स्वाद लिनु ठिक्क छ रे सोचे जस्तो भाउ पनि छैन भाउ पनि छैन यो चाहिँ मेरो भदाइ हो यो पुरै जिराफ जस्तो भएको छ अघिएर अनि यसको खुट्टो चाहिँ यस्तो भएको म त अस्ति हालेको हेरिस् किन हाम्रो मासु पाक्दैछ यो हामी जन्मेको हुर्केको घर हो यो चाहिँ हाम्रो आमा बुवाले फलाएको आलु केही देखिन्न कतै धेरै आलु छ यो चाहिँ पनि नालायक भदाइ एउटा बाख्रो 2टा 3टा 4वटा अनि 5 6 7वटा बाख्रो आमा कटर बस्न आएर ल कटर कति हो खाने बाक धनियाँ खाइदिन्छस् ल अछामी र कला खाँडो पकाएर खाने अब आज हरियो धनियाँ हालेर आगोमा पकाएर ल है साथीहरू हाम्रो आमा यहाँ लसुन काट्दैन खै थाहा छैन आमा हेलो भनिदेऊ त भन्दैन न त हेलो भन्नु न हेलो अब ल अब हेलो भन्नु हेलो मेरा छोराछोरीहरू कहाँ छ भन्नु हेलो मेरा छोराछोरीहरू कहाँ छ भन्नु म एक्लै यहाँ छु गाउँमा दुःख गरिरहेको छु छोराछोरी छिटो आऊ रमाइलो गर्नुपर्छ भनेर छिटो भएन मेरा छोराछोरीहरू कहाँ छौ अनि म एक्लै भएँ भन न छिटो मेरो छोराछोरीहरू कहाँ छौ म एक्लै छु गाउँमा दुःख गरिरहेको छु पढा मैकन बेसरिकन यहाँ लसुन कोट्दै हुनुहुन्छ कति मेहनती हुन्छ मेरो आमा ल यहाँ टमाटर यस्तो फलिरहन साथीहरू टमाटर खाने भए आउनु छ यहाँ त टमाटर यस्तो छ पाकेर मास पिन्छु के म अहिले यहाँ पाकेर आमामा गाह्रो छ है गाह्रो छ यहाँ आमा यो काउली कति राम्रो कति राम्रो टमाटर आमामा काउली एउटा मात्रै कस्तो मजाले फुल्यायो त यहाँ आमा टमाटर कति फल्यो त त्यस्तै छ यहाँ पनि ल कति खान्छौ साथी हो कति खान्छौ ल हाम्रो बुवा आमाको मेहनत है ल आमातिर हेलो भन्दैन फेरि लास्ट टाइम पे हेलो भन्दैन न कसले हो यो अब यहाँ धनियाँ हरियो धनियाँ मासु खाने अहिले यो किन उकाएर लगाएर अरू खुर्सानीको बिउ अरे धनियाँ टिपेर लिनु पऱ्यो अलिकता मैले त उकाएँ है आमाको किसानी काम सुरु हुँदैछ यहाँ के छ अरे आमा यहाँ के हो यो लगाएको के अरे यो होइन धनियाँ होइन यो कि भिन्डी भिन्डी ए त पुरै उयो मेरो खट्टा भएको छ यहाँ पुरै गहिरो छ त मेरो खुट्टा सबै भयो क्या ल खै आफै हुम्रे के यो कसरी हुम्रे कसरी हुम्रे त यति मात्रै अहिले आफै रोएको आफै हुम्रे ऊ त्यो एउटा मात्रै केरा कहाँबाट आउँछ नि
लाया हुन्छ एउटा मात्रै ए यी सबै लाका पहिला लाया ए अब फेरि केराको सिजन आयो भरे चारिसकेन यो भिडियो बनाउँछ क्या भिडियो बनाउने सिद्धिकी हुनुहुन्न सिद्धिबी हुन्छन् कस्तो सिद्धिबी हुन्छन् के भन्न खोज्यो प्रगति गर्दैनन् भने कसले भन्यो जे पाइ त्यही के भन्ने के भन्ने हो केही भन्दैन अब के भन्ने अरू के छ अरे त्यो मेरो गर्नु फस्याउने म के भन्नु के अरे आज मेरो छोरी फाँडो नयाँ दिन आज पहिलो दिन हो फाँडो पकाएर पिसेर पकाएर खुवाउने भाइ धन्यवाद छ अरू के भन्नु ए बिहान मासु पकाइ मासु पनि खुवाइ अन्त भोलि पनि खुवाउने हो नि अब पर्सन्तीले नसुविधा त हाल्ने हो सुविधा हाल्नु पऱ्यो केही भन्दैन भने ए सम्झना भने फुटा हान्नुलाई पर्यो अरू के छ मन नलाग्यो भने सबै नभन्ने